हेलो नमस्ते, सन्चै हुनुहुन्छ? आज देखिहाल्नु होला होइन, म एकदमै मेकअप गरेर चाहिँ एकदम राम्री भएर हजुरको लागि चाहिँ साडीको एउटा भिडियो लिएर आएको छु। अनि मलाई चाहिँ खास यो साडीको भिडियो चाहिँ मैले अस्ति नै बनाउनु पर्थ्यो, म दिमागमा पनि आएन कि। अनि आज त मलाई एउटा पर्सनली मेरो एकदमै ब्युटिसियन एउटा मेरो साथीले चाहिँ हेर न पार्लरमा मेकअप गर्न आउँछन् होइन, अनि बेहुलीलाई साडी लाउनै जान्दिनँ भने कस्तो गाह्रो हुने कि। अनि कति ठाउँमा चाहिँ पिनहरू लाएर लाउँदाखेरि चाहिँ बेहुलीलाई पनि कता कता घोस्ला भन्ने पिर लाग्छ कि। मलाई चाहिँ साडी लाउनै जान्दिनँ, एउटा विशेष मेरो लागि भिडियो बनाइदेऊ न भन्यो कि उसले। त्यसको लागि आज मैले विशेष उसको लागि होइन, सम्पूर्ण ब्युटिसियनहरू जो बेहुलीलाई मेकअप गरेर साडी लगाइदिनुहुन्छ नि, उहाँहरूको लागि चाहिँ भिडियो बनाउँदैछु। हेरिहाल्नुभयो होला होइन। पहिला चाहिँ लेन्थ अनुसारले बेहुलीले चाहिँ धेरै हिल लाउनुहुन्न नि त, अलिक कम कम लगाएको हुन्छन्। अनि लेन्थ अनुसारले चाहिँ हेभी साडीमा चाहिँ अलिक टाइट चाहिँ बाँध्नुपर्छ, पेटिकोट चाहिँ अलिक टाइट बाँध्नुपर्छ, किनभने लत्रिन्छ नि त। अनि धेरै टाइट पनि नबान्नु, फेरि गाह्रो हुन्छ, ठिक्क चाहिँ बनाउनुपर्छ। अनि लेन्थ अनुसारले ड्याप गर्ने। अनि बेहुलीहरूलाई चाहिँ विशेष जग्गामा कति बढी उठ्न बस्न पर्ने भएको भएर चाहिँ पेटिकोट चाहिँ अलिक खुल्ला खालको लाउनुपर्छ है, धेरै चिपिक्कवाला पेटिकोट चाहिँ लाउनु हुँदैन। मैले तपाईँलाई खुट्टा यसो निकालेर देखाइहालेँ, मेरो पेटिकोट चाहिँ खुल्लै छ होइन। यो साडी चाहिँ विशेष बेहुलीकै साडी हो कि, हामीले एकचोटि लगाएको होइन। अनि मलाई चाहिँ खासै धेरै हेभी छ, यस्तो हेभी साडी चाहिँ के लाउनुहोस् भनेर थन्काएर राखेको साडी। अब बिहेको सिजन आयो, त्यही भएर निकालेँ, विशेष बेहुलीको लागि पनि सिकाउनु न भनेको भएर चाहिँ साडी निकालेँ है मैले चाहिँ। अनि अब हेर्नुहोस् है, अनि दुलहीहरूलाई चाहिँ साडी लाउँदाखेरि चाहिँ दिनभरिलाई लाउनु पऱ्यो नि त। अनि अझ घरपट्टिको साडी चाहिँ अझै परिपक्व गरेर लाउनु पऱ्यो। अब गाँठो बनाउँदा कतिजनालाई अब घोज्ने भन्ने कुरा पनि आएको हुन्छ, पिन लाउनु त हुँदै भएन, किनभने सेफ्टी पिन कतिखेर फुत्किन्छ। अनि फेरि सेफ्टी पिनले चाहिँ यस्तै महँगा साडीहरू बिग्रिनु पनि सक्छन्। आज चाहिँ विशेष मैले लेभन2ले चाहिँ तपाईँलाई बाँधेर गाँठो पनि नहुने, सेफ्टी पिनले लगाउँदाखेरि घोज्ने पनि नहुने भएको भएर चाहिँ स्पेसल लेभन2 लगाएर चाहिँ मैले साडी लगाएको छु। हेर्नुहोस् तपाईँहरूले चाहिँ यस्तै गरेर लगाइदिनु होला। अनि यो चाहिँ मैले फ्रन्ट क्यामेराबाट बनाएको छु है, मसँग क्यामेराम्यान पनि छैन नि त। अनि पछाडिबाट भिडियो बनाउँदाखेरि ब्याक क्यामेराबाट भिडियो बनाउँदा त मैले आफूलाई देख्दिनँ, त्यही भएर मैले फ्रन्ट क्यामेराबाट बनाएको। फ्रन्ट क्यामेराबाट बनाउँदाखेरि आँचल चाहिँ उल्टो देखिन्छ, यो सुल्टो हो, यो चाहिँ याद गर्नु होला, मैले प्रत्येक भिडियोमा भनिरहेको हुन्छु। अनि त्यसपछि हेर्नु चाहिँ एक बित्ता छोडेर चाहिँ मजाले आँचल बनाउने कि, सरी तलको पट्टी बनाउने होइन। मुजामा चाहिँ अब हामीले हेभी साडीको चाहिँ अलि माथि नै लिनुपर्छ, बेहुलीले चाहिँ अलि धेरै होचो छोटो साडी लाउँदैन, लामै लाउनुपर्छ होइन। अनि अघि मैले एउटा कुरा भन्न बिर्सिछु हजुरहरूलाई, जुन यो मैले अब आँचल अघि नर्मल अस्तिनको भन्दा अलिकति बढी लामो आँचल राखेको छु नि त। यो चाहिँ किन राखेको भन्दाखेरि चाहिँ अब बेहुलीहरूले चाहिँ अलि धेरै